ल है साथीहरू म चाहिँ कमर कसे वेलकम टु माई मिनी भ्लग साथीहरू। यो चाहिँ मेरो आफ्टर लङ टाइम पछिको मिनी भ्लग आएको छ साथीहरू। यो चाहिँ म गाउँघर जाँदाखेरिको मिनी भ्लग हो साथीहरू। अनि आज यसले चाहिँ के गर्न लाग्यो भनेर तपाईँहरूले चाहिँ देखिसक्नु भएको छ। म चाहिँ कुलपूजाको लागि गाउँघर गएको थिएँ साथीहरू। अनि अब गाउँघरमा त कुलपूजाको लागि घर चोखाउने चलन हुन्छ साथीहरू। अनि मैले पनि त्यही नै गर्न गइरहेको छु। अनि मैले चाहिँ हाम्रो घरको भित्तामा व्हाइट कलरको चुना लगाएको छ। अनि म चाहिँ चुनाहरू रेडी गरेर अनि व्हाइट कलरको लगाएर भ्याएपछि रेड कलरको यसलाई चाहिँ गेरु भन्छ। अनि यो चाहिँ मैले लगाउँदैछु साथीहरू। एकदम पर्फेक्टली सिधा गरी चाहिँ मलाई लिप्न आउँदैन साथीहरू। अनि जस्तो जे जानेको छु म त्यसरी नै लिपेको छु। सफा नै गराउने त हो है साथीहरू। अनि त्यसपछि कहीँ कहीँ चाहिँ भत्किएको हुन्छ नि, त्यस्तोमा चाहिँ गोबरले लिप्नपर्छ साथीहरू। अनि त्यो त अब मलाई थाहा नै छ किनकि म गाउँमै जन्मेर हुर्केको हो साथीहरू। अनि मैले चाहिँ सबै रेड कलर अनि व्हाइट कलरको लगाएर भ्याएपछि चाहिँ अब मैले चाहिँ फाइनली अब भुइँ लिप्ने टर्न आएको छ। अनि यो चाहिँ बेड मैले एक्लै यताउता गराएर अनि मिलाइसकेँ। अनि त्यसपछि मेरो चाहिँ अब भुइँ लिप्ने कार्यक्रम सुरु भयो साथीहरू। अनि मैले चाहिँ एकदमै पर्फेक्टली भिडियो खिच्न बनाउन चाहिँ आउँदैन साथीहरू, त्यसको लागि सरी भन्न चाहन्छु। तर पनि तपाईँहरूले चाहिँ माया गरिदिनुहुन्छ, त्यसको लागि थ्याङ्क यू पनि भन्न चाहन्छु साथीहरू। अनि यति नै हो। अनि फाइनल लुक चाहिँ हेर्न नभुल्नु होला गाइजहरू। ओके, थ्याङ्क यू, किप वाचिङ।